हेलो साथीहरू, नमस्ते। वेलकम ब्याक टु माई हिरा खाती युट्युब च्यानल। हजुरहरू सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु। हेर्नुहोस् है, आज चाहिँ हिरा हाउसमा के हुँदैछ, के पाक्दैछ, के बन्दैछ, हजुरहरू सम्पूर्णलाई चाहिँ म आज देखाउन गइरहेको छु। हजुरहरूले मेरो भिडियोलाई पुरै हेरेर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद। हेर्नुहोस् न साथीहरू, मैले चाहिँ अब फर्स्ट टाइम रोटी पकाउँदैछु क्या है। अनि यो रोटी पकाउनको लागि चाहिँ मजाले गाउँबाट लिएको लोकल चामललाई चाहिँ मैले मजाले भिजाइदिएँ क्या है। 3-4 घन्टासम्म मस्त तरिकाले लोकल चामललाई चाहिँ भिजाइदिएँ। अनि लोकल चामल चाहिँ एकदमै मजाले भिज्यो। अनि त्यसपछि चाहिँ मैले टक्क मिक्सरमा हालेर पिठो पिसेँ। अनि मैले टक्क यता कराई बसाएँ है। अनि कराई बसाएँ, अनि आगोमा हाल्नु मजाले कराई बसाएर अनि तेल हालेर, अनि तेल चाहिँ मजाले तातिरहेको छ। अनि दाउरा हेर्नु न साथीहरू, यस्तो राम्रो खरो खरो दाउराहरू के है। अनि मजाले तेल तातिने क्रम चाहिँ जारी नै छ क्या। अनि मैले चाहिँ तेल यता बसिरहेको छ भनेदेखि चाहिँ यता चाहिँ मजाले पिठो है घिउमा मोलेर अनि यसमा हाल्ने दाउनहरू जति सबै हालेर मजाले पिठो तयार गरेको छु क्या। हेर्नुहोस् न कस्तो मजाले पिठो चाहिँ तयार भइसकेको छ। अनि पिठोलाई पनि 1 घन्टा जति चाहिँ मजाले मलेर राखिदिएँ है। अनि त्यहाँपछि चाहिँ मैले स्टार्ट गरेँ साथीहरू है। हातले हाल्न चाहिँ एकदमै डर लाग्यो फर्स्ट टाइम भएर। अनि त्यही भएर मैले डाडुले हालेको छु। अवश्य पनि अर्को टाइम चाहिँ म हातले हाल्न सक्ने हुन्छु है। अनि यो मेरो पहिलो प्रयास हो नि त। अनि यता र उता चुट्टिन खोज्छ, अनि बिचबिचबाट जोड्दै मिलाउँदै गरेँ होइन। म खानु मन लागेपछि त गर्नै पर्यो। अनि हेर्नुहोस् त, अनि म चाहिँ मजाले रोटी हालिरहेको छु कि। अनि यो चाहिँ मेरो पहिलो प्रयास हो नि त। अनि हाँसी पनि राखेको छु, हाँस पनि उठिरहेको छ। अनि हेर्नुहोस् त कस्तो राम्रो रोटी तयार भएको कि है। अनि फेरि अर्को पनि प्रयास गरेँ है। हेर्नु त, अनि त्यो यता र उता धेरै पिठो झरेपछि चाहिँ त्यसको झुर्काहरू धेरै निस्किँदो रहेछ क्या। अनि यो पनि रोटी एकदमै राम्रो भएर बनेको छ है। अब पहिलो प्रयास हो, हजुरहरूले पनि मन पराइदिनु होला। अनि हेर्नु त कति राम्रो राम्रो रोटीहरू तयार भएको छ क्या है हिरा हाउसमा चाहिँ। अनि यो चाहिँ मेरो रोटीको रेसिपी भयो है। अनि रोटीसँग खानका लागि हेर्नु त यस्तो स्पेसल तरिकाले अचार पनि तयार गरेको छु, आलसहरू हालेर होइन। काँक्रा आलु उसिनेर एकदम पिरो मिठो अनि स्पाइसी तरिकाले अचार पनि तयार भइसकेको छ साथीहरू। हजुरहरूलाई पनि यस्तै ताजा अर्ग्यानिक मिठो रोटी, अचार अनि तरकारी खान मन छ भने अवश्य पनि हजुरहरूले चाहिँ हिरा हाउसलाई सम्झन सक्नुहुन्छ है साथीहरू। अनि हेर्नुहोस् न, मैले हालेको रोटी चाहिँ कस्तो मजाले क्या है। अनि हेर्नुहोस् त कस्तो मजाले फुलेको छ क्या। अनि त्यो भित्र त पुरै खोक्रो खोक्रो छ क्या। यस्तो राम्रो गरी तयार भएको छ। हजुरहरूलाई पनि खान मन छ भने आउनु होला। म हजुरहरूलाई पनि यसरी नै आगोमा पराएर ताजा अर्ग्यानिक रोटी अवश्य पनि खुवाउने छु। अनि रोटी सँगसँगै चाहिँ हामीले मासु पनि भुटेको छ नि साथीहरू। हेर्नुहोस् त, बङ्गुरको मासु मजाले आगोमा भुटेको छु। आगोमा पकाएको मासु कसलाई मनपर्छ। अनि रोटी, अचार अनि मासु खाने निदो गर्यो आज चाहिँ। अनि फाइनल्ली रूपमा हेर्नु न, रोटी पनि तयार भइसकेको छ कि। अब सबै रोटीहरू पनि पाकिसक्यो, तयार भइसक्यो र हामी खानका लागि पनि अब सुरु गरिसकेको छौँ। हजुरहरू पनि आउनु होला हिरा हाउसमा यस्तै ताजा अर्ग्यानिक मिठो स्पेसल अनि स्पाइसी खानेकुराहरू बनाएर आफ्नो सिप अनुसार जस्तो जान्दछु त्यस्तै हजुरहरूलाई बनाएर अवश्य पनि खुवाउने छु। र मेरो भिडियोलाई पुरै हेरिदिनु होला। अनि हजुरहरूले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै म चाहिँ बिदा हुन चाहन्छु। हस्त, नमस्ते, बाई।